एउटा कुरा हामी सबैले विचार गरौँ, मान्छेले सास फेर्दैमा ऊ बाँचिरहेको चाहिँ हुँदैन। प्रेम, सम्मान, आदर, विश्वास र क्षमाको कुरा जब मर्छ नि, मान्छेको जीवन केवल एउटा अस्तित्वमा मात्रै रहन्छ। उसले सास त फेर्दैछ तर ऊ बाँचिरहेको चाहिँ छैन। जब प्रेम मर्छ, आदर मर्छ, सम्मान मर्छ, अरूलाई दया गर्ने कुराहरू मर्न थाल्छ नि, एउटा घर चाहिँ चिहान बन्न कति पनि समय लाग्दैन। एउटा घर ध्वस्त हुन कति पनि समय लाग्दैन। त्यही कारणले गर्दाखेरि आज मैले तपाईँलाई विशेष बताउन चाहेको कुरा चाहिँ एउटा घरलाई पक्का बनाउनु छ, एउटा परिवारलाई बलियो बनाउनु छ भने चाहिँ प्रेम इज इनफ, लभ इज इनफ। प्रेम नै पर्याप्त छ। यो प्रेम बिना एउटा परिवार मर्छ क्या प्रिय। मैले एउटा शब्द चलाएँ, एउटा घर चाहिँ चिहान बन्न सक्छ। त्यही कारणले गर्दाखेरि आज मैले तपाईँलाई बताउन चाहेको, आज धेरै मानिसहरू मुस्कानको त्यो मखौडालाई बोकेर हिँडिरहेको छन्, तर उनीहरू भित्रभित्रै मरिरहेका छन्, जलिरहेका छन्, सङ्घर्ष गरिरहेका छन्। भित्र भने उनीहरूले गहिरो शून्यतालाई बोकेर हिँडिरहेका छन्। तपाईँलाई थाहा छ, उसले सास मात्रै फेर्दैछ तर वास्तवमै ऊ भित्र भने मरेको छ। तपाईँलाई थाहा छ, मान्छे जब त्यो अवस्थामा पुग्छ नि, कारण चाहिँ एउटै हो, ऊ प्रेमको अभावमा ऊ तडपिरहेको छ, विश्वासको अभावमा तडपिरहेको छ, कसैले क्षमा नदिएको कारणले गर्दाखेरि ऊ तडपिरहेको छ। यो कुराहरू हामी विश्वासीहरूले मर्न दिउँ भने चाहिँ प्रियहरू हाम्रो सबै कुरा मर्दैछ है। हामी विश्वासी हौँ, येशूलाई पछ्याउने चेलाहरू हौँ भने हामीले एकले अर्कालाई प्रेम गर्नु आवश्यक छ। एउटा परिवारलाई बचाउनु छ, सम्बन्धलाई बचाउनु छ भने प्रेम गर्नुहोस् प्रिय, सम्मान दिनुहोस्, विश्वास गर्नुहोस्। तपाईँको परिवार बलियो हुन्छ, तपाईँको परिवारको जगलाई कसैले पनि हल्लाउन सक्दैन। तर मुख्य कुरा, हामी मुस्कानको मकौडा मात्र बोकेर हिँडिरहेका छौँ, हामी भित्रै मरिरहेका छौँ कतिजना। यसको अभाव चाहिँ प्रेमकै अभाव हो प्रिय। तपाईँले क्षमा गर्न सक्नुभएको छैन एकले अर्कालाई। सो विशेष आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ श्रीमान श्रीमती हुनुहुन्छ भने, श्रीमान श्रीमतीमा मैले धेरै यस्तो समस्या देखेको छु। बिचरा श्रीमतीहरू मुस्कान लिएर अब समाजमा हिँड्ने गर्छन् तर भित्रभित्रै मरेका छन्। किन थाहा छ तपाईँलाई? श्रीमानले माया, आदर, सम्मान नै दिन सकेको छैन। अनैतिक सम्बन्धमा लागेर आफ्नो श्रीमतीलाई उसले दुर्व्यवहार गरिरहेको छ, उसले एब्युज गरिरहेको छ। तर म तपाईँलाई बताउन चाहन्छु, श्रीमानजीहरू, तपाईँले आफ्नो श्रीमतीलाई हात उठाउँदै हुनुहुन्छ भने यो शक्ति होइन, यो कमजोरीको स्वीकारोक्ति हो। तपाईँले आफ्नो श्रीमतीलाई तपाईँले आज साँच्चै नै सम्मान होइन, तपाईँले आफ्नो घरलाई भत्काउँदै हुनुहुन्छ। तर आज म तपाईँलाई बताउन चाहन्छु, एउटा घरलाई जोगाउनु छ, सम्बन्धलाई जोगाउनु छ, समाजलाई जोगाउनु छ भने प्रेम गर्नुहोस्, माया गर्नुहोस्, सम्मान दिनुहोस्। तपाईँको परिवार, तपाईँको समाज बन्न कति पनि समय लाग्दैन। आमेन।